नमस्कार, म हुँ तारप्रसाद सापकोटा। जताको जस्तै आज पनि एक प्रेरणादायी सन्देश लिएर उपस्थित भइसकेको छु। मलाई आशा छ यो सामग्रीबाट यहाँहरूको जीवनमा पनि सकारात्मक ऊर्जा प्राप्त हुनेछ। आदरणीय साथीहरू, हामी निकै आत्मकेन्द्रित हुने गर्छौँ। एकचोटि आफैलाई सम्झेर हेरौँ। हामी प्राय दोष अरूलाई दिने गर्छौँ। आफ्नो कमजोरी बारे भने प्राय सोच्दैनौँ। हामी आफ्नो होइन अरूको कमजोरी धेरै खोज्ने र देख्ने गर्छौँ। म त 100% ठिक छु भन्ने भ्रममा पनि पर्छौँ। हामीलाई अरूको सफलता प्राय मन पर्दैन। अरूको गल्तीलाई हामी दिललाई पहाड बनाइदिन सक्छौँ। तर हामीलाई आफूले आफैलाई सुधार्न भने प्राय खोज्दैनौँ। अरूलाई दोष दिनु अगाडि आफैलाई निर्माण गर्ने कोसिस गरौँ। आत्मसुधारका केही विषयवस्तुहरू आजको यो भिडियो क्लिपमा मैले राख्ने अनुमति चाहन्छु। वास्तवमा आफ्नो कमजोरीलाई स्वीकार गरौँ। साथीभाइ इष्टमित्रहरूसँग आफ्ना विषयमा आफूबाट भएका कमी कमजोरीहरूको बारेमा खोज्ने प्रयास गरौँ, सोध्ने साहस गरौँ। केवल अरूलाई दोष लगाएर आफू पानीमाथिको ओभानो हुन खोज्ने कोसिस नगरौँ। हाम्रो बोलीमा मिठासपन आउनुपर्छ। त्यही शब्द प्रयोग गर्दा या त्यही विषयवस्तुलाई सङ्केत गर्नुपर्दा हामीले शब्द चयनमा पनि ख्याल गर्नुपर्ने हुन्छ। कसैलाई नमिठो वचनले बोल्दा हृदयमा गहिरो गरी चोट पर्न सक्छ। यस कुरामा हामीले विचार पुर्याउनु पर्ने हुन्छ। धीरता र सहनशीलता हाम्रो सफलताका कडी हुन्। कुनै पनि काम गर्दा हामी धैर्यका साथ अनुशासनमा रहेर काम गर्नुपर्ने हुन्छ। हामी सहनशीलतालाई पनि स्वीकार गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ काम गर्ने सन्दर्भमा, कहिलेकाहीँ कुनै व्यवहार चलाउने क्रममा अप्ठ्यारो परिस्थितिहरू सिर्जना हुन सक्छन्। त्यसलाई हामीले सहज रूपमा लिन जरुरी छ। हामी अरूप्रति नैतिक रूपमा दयालु बन्नुपर्छ। भावनात्मक रूपमा सुधारात्मक शैलीमा हामी उपस्थित हुन सक्यौं। कुनै एउटा विषयवस्तुलाई हामीले सकारात्मक रूपमा सोच्यौं, सम्भावनाको खोजीहरू गर्न थाल्यौं भने पक्कै पनि हाम्रो जीवन सफलतातर्फ उन्मुख हुन्छ। आफ्नो अत्यन्तै महत्त्वपूर्ण ऊर्जाशील समयलाई सकारात्मक काममा प्रयोग गरौँ। संयमित बनाऊ। कहिलेकाहीँ मैले यसभन्दा अगाडि पनि भने, धैर्यता नै हाम्रो सफलताको एकमात्र कडी बन्न सक्छ। हामी सहनशीलता र संयमित हुन पनि जरुरी छ। समय लामो छ। आज बिग्रेका कामहरू भोलि हामीले सहज ढङ्गले पनि गर्न सक्छौँ। दैनिक रूपमा आत्मआलोचना गर्ने गरौँ। काम गर्ने सन्दर्भमा हामीले आफैले सफलतातर्फ उन्मुख गराउनको लागि हामीले आत्मआलोचित भई अगाडि बढ्दा राम्रो हुन्छ। सिक्ने अवसर पाइन्छ। आफूबाट भए गरेका सामान्य कमी कमजोरीलाई हामीले सुधार्ने समयमा मौका पाउँछौँ। यति मात्र होइन, समयको सम्मान गर्न सिकौँ। हाम्रो नेपालीको चलन छ, नेपाली समय 7 बजे मिटिङ भन्यो भने 8:30-9 बजीतिर हामी मिटिङ हलतर्फ प्रवेश गर्छौँ। यसले करिब 1.5-2 घण्टाको बीचको समयमा धेरै समस्याहरू पहाड बनेर उभिएका हुन सक्छन्। ती समस्यालाई हामीले समयमै निवारण गर्न जरुरी छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा समय व्यवस्थापन पनि हो। स्वास्थ्य र अनुशासनलाई पहिलो प्राथमिकतामा राखौँ। हाम्रो
हामी नै स्वस्थ छैनौँ भने हामीले कुनै पनि काम कारबाहीलाई राम्रोसँग व्यवस्थित गर्न सक्दैनौँ। हामीले अनुशासन नै सफल जीवनको प्रमुख आधार हो। हामी जुनसुकै पेसा व्यवसायमा रहे पनि अनुशासन नै सबैभन्दा अगाडि आउने गर्छ। यसलाई हामीले सदैव पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ। सदैव सिक्ने बानी राख्नुपर्छ। सिक्ने कुरा केवल किताब पढेर मात्र होइन, व्यवहारिक जीवनबाट पनि हामीले धेरै कुराहरू सिक्ने गर्छौँ। त्यसर्थ सफल हुनको लागि आत्मसुधार गर्नु जरुरी छ। आदरणीय साथीहरू, यो बसाइबाट छुट्टिन चाहन्छु। कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिन नबिर्सनुहोला। यदि तपाईँ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया ताराप्रसाद सापकोटा युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु, बेल आइकनलाई छोएर सेयर गर्न पनि नबिर्सनु। यो अनुरोधको साथ यो छोटो बसाइबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार, शुभ दिन।